सेवारो अनि नमस्ते भन्न चाहन्छु। सानो शब्द लिएर आएको छु आज म फेरि। सबैले लाइक अनि कमेन्ट गरिदिनु होला, नराम्रो भए पनि। सम्पूर्ण टिकटक प्रेमी साथीहरू, जिन्दगीले मायाको गीत गाउँछ, कहिले खुसीको उज्यालो दिन्छ त कहिले सम्झनाको आँसु झारिदिन्छ। माया भनेको फूल जस्तै हो, कहिले त फुलिदिन्छ, कहिले त ऐलिन्छ। सम्झनासँगै अझै गहिरो बन्छ, सम्झनासँगै अझै गहिरो बन्छ जिन्दगीको माया। जिन्दगीमा साथ दिने र हात दिने नै प्रेम मात्र हो। जिन्दगीको गन्तव्य भनेकै आफ्नो उद्देश्य र लक्ष्य खोज्नु हो। त्यसैले गर्दा डाँडा पारीदेखि एउटा सानो रिल बनाएर तपाईँहरू माझ भिडियो क्लिप पठाएको छु। नराम्रो भए पनि राम्रो मानेर सुनिदिनु होला र हेरि पनि दिनु होला। सो ओके, बाई बाई, फेरि भेटौँला। नमस्ते सम्पूर्ण प्रेमीहरूलाई।